केटीहरूको फोन किन उठाइराख्नु त एकजना केटी फोन गरेको गरे हँ? 3 चोटि 4 चोटि फोन गरिसक्यो कहिले अहिले बिहान केटीहरू पनि के भएको अब खै के भएको किन फोन गर्नु चाहिँ भन्नु पर्यो नि त डिटेलमा फोनमा भनेन भने छिटो आउनु होइन माछाको लागि के भनेको होइन यहाँ आउँदा चाहिँ भन्नु माछा लिनु अनि म त लाग्यो भेट्नुला होला भनेको आज शनिबार हो मलाई पनि शङ्का लाग्यो कोठातिर लगेन कस्तो कुरा गर्छ यो त अहिले बिहान बिहान कोठातिर लग्छ अब तर त त्यही हो नि केटीहरूले माछा लिनु आउँछ भन्छ फोनमा भनेन नि त माछा लिन्छु छिटो आउनु त किडन्याप गरेर रेप गर्दैला नि फेरि कस्तो जमाना खराब छ नि सुनेको छैन यस्तो घटनाहरू खास त अब मैले सुनेको छ छोरा मान्छेले रेप गर्छ भनेको अहिले त अर्को जमाना आइसकेको छ केटीहरूले रेप गरेर कस्तो कुरा गर्छ हो त नि कुरा गर्नु मारेर फाल्दैन नि खोल्सातिर नि सबै केटीको भरोसा नगर त्यही कारण म आजकल केटीसँग त्यति बोल्दिनँ बोल्दैनस् है बोल्दैनस् अनि टिकटकमा त 9 बजेदेखि लाइभमा बोलेर छेउछेउमा राखेर तमास गर्छस् त नि छेउछेउमा राखेको त्यो एक्सेप्ट गरेको के हो त्यो राखेको त हो त्यो एक्सेप्ट गरेको त्यहाँ छेउमा भन्छ त्यो त काखमा राखेको बराबर हो अब यहाँ कुरा खाली घर बिगार्ने काम हल्काको